रुनी त होइन डरले मुटु थर भइसक्यो खाना खान जानु खाना सेलेसी खाना खान जानु ट्याक्क देखिराखे मलाई चाहिँ कता कता भान भयो कि तिमी छौ वरिपरि भन्ने नै भान भयो के कसरी लागेछ अब त्यही भएर पछि फर्केर हेरेको तिमी ठ्याक्कै छौ हो र हो त ओहो तपाईँ तिमी छ भनेर थाहा भयो हो र हेलो 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 एभ्रिवान आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अहिले चाहिँ म नामखेल उत्तर वाहिनीनिर आइपुगिसकेको छ च्याट लाएर म चाहिँ होइन हस्पिटल जान लाग्यो खाना पुर्याउनुको लागि खासै अब भ्लग गरम जस्तो चाहिँ लागिरहेको थियो होइन त्यही पनि च्वास यसो खिचिदिउँ न भन्ने हिसाबले होइन भ्लग सुरु गरेको अब के कस्तो हुन्छ होइन चट्ट लाएर म चाहिँ खाना लिएर जान लाग्यो हस्पिटल है त हस्पिटल भन्नाले अब थापाथली हस्पिटल हो थापाथली हस्पिटल जान लाग्यो च्याट लाएर हाम्रो दिदी चाहिँ डेलिभरी हुनुभएको छ र के भन्छ भान्जीको वेट नपुगेको कारणले गर्दाखेरि चाहिँ अहिलेसम्म निकालेको छैन आज लगभग 16-17 दिन भइसकेको छ होइन त्यही हो खुसी त अब खुसी नै छ भनौँ न अब होइन भान्जीलाई पनि अब ठिकै छिटै नै निको भएदेखि राम्रो हुन्थ्यो खास दिदीलाई त ठिकै छ भान्जीको चाहिँ होइन वेट नपुगेको कारणले गर्दाखेरि अहिले आइसियुमा 6-7 दिन राखेर 6-7 दिन भन्नाले 8-10 दिनै आइसियुमा भयो र आइसियुमा पुरो झिकेर पनि फेरि केएमसी गर्दैछ भनौँ न टक्क साथमा राखेर त्यो गर्दैछ सुधार त भइरहेछ तर पनि अब कहिलेसम्म हस्पिटलमा बस्छ भन्ने कुरो चाहिँ फिक्स भएको छैन भनौँ न त्यही हो ल म चाहिँ गोकर्ण आइपुगिसकेको छ अब म एक्लै भनौँ न कहिले दाइ जाने कहिले म जाने यसो कहिले दिन बिताएर हुन्छ भने कहिले दाइ आज दाइ गयो भने भोलि म त्यस्तै हिसाबले भइरहेछ र आज चाहिँ अब भिनाजुको दिदी हुनुहुन्छ हस्पिटलमा त्यही भएर चाहिँ म एक्लै हिँडेको किनकि भिनाजुको दिदी आउनु भएन भने चाहिँ कुर्नुपर्ने हुन्छ क्या हस्पिटलमा त्यही भएर भाउजू जानुहुन्थ्यो भाउजू चाहिँ जानु नपर्ने भयो होइन त्यही हो किनकि कुर्ने मान्छे छ नि त 2-3 जना पनि बस्न दिँदैन एकजना हो अनि केटा मान्छेहरू चाहिँ अनि त्यो केएमसी गर्ने ठाउँमा 12 बजे पछि चाहिँ एलाउ नहुने रहेछ कि त्यहाँ बस्नै नपाउने रहेछ अनि बाहिर सुत्नुपर्ने हुन्छ त्यही भएर अब म चाहिँ सायद आज उतैतिर बस्छु होला त्यही हो होइन यस्तो कुरा गर्दै गरौँला चट्ट लाएर म देख्न सक्नुहुन्छ भबै थाना आइपुगिसकेका छौँ अब म चट्ट तपाईँहरूलाई चापेल पुगिसकेपछि भेटौँला है त ल दाजुभाइ होइन चट्ट लाएर म चाहिँ चाबेल चोकमा आइपुगिसकेको छ अब म चाहिँ सायद अब के भन्छ रातो पुल ओर्लेर रातो पुलबाट त्यो धोबी खोलाको बाटो जान्छु होला अरू बाटो चाहिँ मैले खासै अब चिनिया पनि छैन त्यही हो होइन चिनिया पनि छैन अब गौशाला निस्केर गौशालाबाट च्याट झरेर रातो पुल निस्केर जानु पर्ला चट्ट लाएर होइन अब के गर्नु यस्तै छ सबैलाई पर्ने कुरा हो त्यो अब के गर्नु ठिकै छ चिन्ता लिएर चाहिँ हुँदैन एक दिन राम्रो भइहाल्छ त्यही राम्रो हुन्छ भनेरै हामी अब के भन्छ पर्खाइमा छौँ होइन अरूलाई पर्दाखेरि सबै होइन गरिदिने हुन्छ आफूलाई पर्दाखेरि फर्केरै नहेर्ने पनि हुँदो रहेछन् अब होइन उनीहरूलाई पर्दाखेरि चाहिँ आकाशै खसे जस्तो धरती नै फाटे जस्तो हामीलाई चाहिँ होइन हामीलाई पर्दाखेरि चाहिँ केही भएको छैन टाइपको हुँदो रहेछ ठिकै छ होइन अब के भन्नु र भनेर हुने कुरो नि होइन ठिक छ जसलाई जतिखेर पर्छ त्यतिखेर थाहा हुन्छ अब के गर्नु खै भन्छ एक्लै भयो म एक्लै भयो भन्छ नि मान्छेहरू अरूलाई पर्दा पनि जानु पर्यो के गर्नु खै अरूको बारेमा के बोलिरहनु
ल दाजुभाइ हो म चाहिँ होइन गौशाला चोकमा आइपुगिसकेको छौँ। अब म चाहिँ यहाँबाट तल झरेर रातो पुलबाट सिधा लागेर जान्छु होला होइन। त्यही हो के भन्छ रातो पुल झरेर धोबी खोलाको बाटो भनौँ न जान्छु होला। त्यही हो अब सबै चिन्तामै छन् कि अब के गर्नु त खै अब के भन्नु होइन भनेर पनि भएन अब भनेर हुने भए त अब त्यो भइहाल्थ्यो। त्यही हो जे होस् हामी भनौँ न पर्खाइमा छु भनौँ न राम्रै हुन्छ भन्ने सोचले पर्खाइमा छौँ। त्यही हो चट्ट लाएर खाना सेलाइसकेको छ। अब अलि चाँडै जानुपर्ने हुन्छ तर के गर्नु दाजुभाइ भएर मात्रै पनि नहुने रहेछ केटा हेर है। एउटा कुरा चाहिँ के भन्छु भने दाजुभाइ छ है मेरो यतिवटा दाजुभाइ छ उतिवटा दाजुभाइ छ मेरो ठुलोबाउ छ मेरो काका छ मेरो यो छ त्यो छ कोही तिमी यस्तै हो केटा हो होइन। तिमी छ तिमीले सक्छ त तिमी गर अरूको भर नपर है अरूको भर नपर। यहाँ उनीहरूलाई पर्दाखेरि 20औँचोटि 30औँचोटि कल गर्ने हुन्छ भने आफूलाई पर्दाखेरि गरेको कल पनि नउठाउने नि हुन्छ होइन। त्यही हो अब सबै चिज त्यो यस्तै रहेछ। जस्तै उनीहरूलाई पर्दाखेरि चाहिँ होइन आकाशै खस्या जस्तो धरती नै फाट्या जस्तो होइन। हामीलाई पर्दाखेरि चाहिँ केही नभए जस्तो कि नर्मल सोचिदिने ठिकै छ होइन। के गर्नु त अब यस्तै हुँदो रहेछ मान्छेहरू सबैजना स्वार्थी हुँदो रहेछ। आफ्नो स्वार्थ पुरा गरेपछि चाहिँ सक्यो होइन। आफ्नो स्वार्थ पुरा नहुनु जेल चाहिँ हजुर तपाईँ के भन्नुपर्छ उसलाई उठाउनु पर्ने हो कि सुताउनु पर्ने हो कि होइन। उसलाई अब अलिअलि बढाइ चढाइ भन्नुपर्ने हो कि त्यसरी भन्ने अनि उसलाई अब भनौँ न उसलाई अब सबै चिज उसको भइसकेपछि चाहिँ अनि त्यसपछि वास्तै नगर्ने यस्तो पनि हुँदो रहेछ। ठिकै छ ल केटा म चाहिँ आइपुगिसक्यो। अब यसलाई यता थन्काएर लाग्नुपर्ने हुन्छ। ल म चाहिँ आइपुगिसकेको छ होइन। अब भित्र जाउँ न। हेलो म त भित्र गएर भेट्छ होला भनेर सोचिरहेको त बाहिरै भेटिरहेको ल के ल्याउनु भएको थियो कसलाई दिदीलाई कि भान्जीलाई हो र। ल ठिक छ वेट बढ्यो कि नै ए 10 ग्राम बढ्यो कति दिनमा लिफ्ट चढ्थ्यौँ है। म त के गर्ने होला सोचिरहेको थिएँ है। म त के गर्ने होला सोचिरहेको थिएँ होइन। तपाईँ ट्याक्क देखिरहेँ मलाई चाहिँ कता कता भान भयो कि तिमी छौ वरिपरि भन्ने नै भान भयो कि कसरी लाग्यो त अब त्यही भएर कसरी फर्केर हेरेको तिमी ठ्याक्कै छौ हो र। हो त ओहो तपाईँ तिमी छ भनेर थाहा भयो हो र। तिमी के अगाडि पछाडि कता कता छ भन्ने भयो लाग्यो भित्रबाट लाग्यो आवाज सुने होला अब त कहाँ भएको तिमीले आवाज के गरेको म बोल्दै आइरहेको थिएँ नि। मैले बाइक राख्दादेखि नै तिमीले मैले बाइक यहाँ राखेको छ मैले राखेँ बाइक देख्छै देख्दैन होला भनेर भित्र त बाइक राखेर निक्लेको हो र। ल ठिक छ पहिला खानालाई कता राखौँ त हामी पहिला नम्बरमा खाना खानु पर्यो होइन। हेलमेट कता उतै राख्ने होइन होइन यता नराख्ने के गर्ने यहाँ त जुत्ता सुत्ता खोलेर जानुपर्छ उतै राखौँ। म खाना राखेर आउँ है उतै छोडी राखिदिन्छु नि सुकुल लगाइरहेको छ। आज यतातिर हुने हो कि यतातिर हुने हो। आज यतातिर हुन्छ दाजुभाइहरू म चाहिँ आइपुगिसकेँ होइन। ट्याक्कै गेटबाट छिर्ने बित्तिकै भिनाज भेटेर खाना खानु यता चट्टा लाएर होइन। के गर्नु गाह्रो छ के छ सन्यासी बस ए लेख्नु यो भित्र हाल्नु बिर्सिरहेर चाहिँ हात धुनुपर्छ भनेर
यहाँ चाहिँ हुनुहुन्छ मेरो भिनाजुजी, यता हुनुहुन्छ दिदीजी, यता हुनुहुन्छ भान्जी र यता हुनुहुन्छ ठुलो दिदी। ल खाना खान जाउँ, म कुर्छु है। केएमसी ए हुन्छ, म गर्छु अनि तपाईँ आउनु, तपाईँ गर्नु न, हुन्न? ल ल बस सुरु गरिहाल्ने कि मलाई त्यो कुरेर बस्नु डर लाउँछ कि त्यही भएर। ल म गर्छु, ल म खोलिहाल्छु है। हस् रुनी त होइन, डरले मुटु थर भइसक्यो। खाना खान जानु, खाना सिलाइसक्यो, खाना खान जानु। हजुर भोलि बिहान ढिलो भइहाल्छ नि फेरि। 7 बजे। 7 बजे कहाँ 7 बजे ठाउँ पुगिसक्नुपर्छ। हो बस्नु पाउँला भनेर ढुक्क सोचेर आएको, बस्नु नपाउँछ। आउने बेला अस्ति जाने बेलामा बिलुक माग्यो हो, आउने बेलामा मापासेमा साइड लाइट बाल्दै के भने अब त्यो साइड लाइट पनि चेक गर्छ मापासेमा, साइड लाइट बाल्बो भने त मराले नि। खोइ तपाईँको भटभटी खोइ हजुर ढोका त नखोले त। ल हामी चाहिँ निस्केको, बस्न नदिने भयो है। यहाँ अघि नै देखिहालेँ टक्क दिदीहरू 2 जना र भान्जी छन्। अब भिनाजु र म चाहिँ निस्केको, अब यहीदेखि जानुहुन्छ चट्ट लाएर। ल मेरो भटभटे चाहिँ यता न बसौँ है। म त बस्नु पाउँछ होला भनेर ढुक्क भइरहेको कि, बस्न पाउँदो रहेछ भने बस्दिउँ भनेर लागेको। ल जाउँ, नजाउँ भने उता भोलि बिहानै निस्किनु पर्छ। ल हिँड्नु अगाडि, म चाहिँ सिधै होइन रुममा जाउँ भनेको। भिनाजु उतातिर जाउँ, उता रुमै खोल्दैन, गेटै खोल्दैन भन्नुहुन्छ। के गर्ने दोधारमा पऱ्यो दाजुभाइ, गाह्रो छ। म चाहिँ अघि आएको बाटो चाहिँ यही हो। अब चाहिँ खोइ यो बाटै थाहा छैन। अब बाटो त यो बाटो म चोकमा निस्किँदा मैले चिन्छ, तर पनि नाम चाहिँ थाहा भएन। थापाथली आएर थापाथली चिनेन भने त के काम भएर। बस्न नदिने भयो अरे, बिरामी कुर्नलाई एकजना चाहिँ राख्ने भयो अरे। तर हिजो अस्ति चाहिँ हामी सुतेको थियौँ कि, त्यहीँ सुतेको थियो। त्यहीँ अघि नै मैले तपाईँहरूलाई जुन देखाएँ नि, त्यतातिर कुर्सी भटाउँ, त्यतातिर ओछ्यान लाएर सुत्न दिन्थ्यो टक्क म्याट स्याट ओछ्याएर। तर अहिले चाहिँ हिजोबाट चाहिँ डक्टरले नसुत्नु भने खान रे। के गर्नु अब, त्यहाँतिर भिडियो गर्न पनि पाएन, खासै भिडियो गर्न पनि दिँदैन रहेछ। त्यही भएर भिडियो पनि गरिएन। अब त्यही हो, निस्किएको अब निस्किएको। खोइ अब भिनाजुको कुरा अनुसार त अब आज के भन्छ, नारायणथानतिरै बास होला जस्तो छ। के गर्ने कसो गर्ने, कसो दोधारमा पऱ्यो भन्नु नपार्ला होइन। के गर्नुपर्छ अरे भिनाजु चट्ट भन्यो नि त। मलाई त आउँदैन त्यस्तो भन्नुलाई, मलाई त लाज लाउँछ बाबु त्यस्तो भन्नलाई। ल लाज लाउँछ अरे, मलाई पनि लाज लाउँछ। ल तपाईँ आफै
विचार गर्नु। विचार गर्नु छ के भन्नु त होइन। ल भिडियो चाहिँ यति मात्रै आजको ल।